हेलो गाइज नमस्ते नमस्ते स्वागत छ तपाईहरु हाम्रो युट्युब च्यानलमा। अनि आज चाहिँ हामी तपाईहरुलाई हाम्रो घर देखाउन लागिरहेका छौं र घर वरिपरि भएको दृश्यहरू पनि देखाउन लागिरहेका छौं। तपाईहरु अहिले यहाँ देख्दै हुनुहुन्छ, देखिराख्नु भएको छ, यो चाहिँ एभोकाडोको रुख हो। फल पनि देख्न सक्नुहुन्छ तपाईहरुले। यो फल चाहिँ एकदमै मिठो हुन्छ, तर खाइरहेको मान्छेहरुले मात्रै मिठो हुन्छ, तर कतिलाई चाहिँ स्वाद अलि नमिठो भएको जस्तो पनि भन्छन्। कतिजनालाई मिठो हुन्छ तर कतिजनालाई मिठो हुँदैन, तर मलाई चाहिँ मिठो लाग्छ। अनि यता पारी देख्न सक्नुहुन्छ रोड, त्यो चाहिँ पौटी फस्को जाने रोड हो र यतातिर सबै जंगल छ। अनि यता कोदोबारी छ, यो पनि एभोकाडोकै रुख हो, पालुवा फेरिरहेको छ। अनि यता भएको देखिराख्नु भएको सबै अहिले सुन्तलाको बोट हो र उतापट्टि घर छ, घरलाई सबै सुन्तलाको बोटले छोपिसकेको छ। अनि यता हुनुहुन्छ हाम्रो भाउजू। हेलो नमस्ते भन्दिनु। नमस्ते सबैजनालाई। तपाईलाई कस्तो लागिरहेको छ हाम्रो घर देख्दा अनि यो सुन्तलाको बोटहरू देख्दा, फलफुलको बोट देख्दा? रमाइलो लागिरहेको छ। हजुर, यो एभोकाडो खानु भएको थियो तपाईले पहिला, यो भन्दा अगाडि? पहिला त खाएको थिएन, अहिले खानु भा? माघ माउन बेला चाहिँ खाथ्यो। कस्तो लाग्यो तपाईलाई स्वाद? मलाई चाहिँ पहिलोचोटि खाएर होला, अलि कस्तो खल्लो खल्लो जस्तो लाग्यो के। खल्लो खल्लो जस्तो लाग्यो। सुरुमा त्यस्तै हुन्छ। मलाई पनि पहिलोचोटि खाँदाखेरि चाहिँ खल्लो खल्लो अलिकति कस्तो स्वादको बेस्वादको जस्तो भएको थियो। फेरि खानु पर्ला भन्छ। फेरि खानुपर्छ। अनि खाइरह्यो भनेदेखि चाहिँ मिठो हुँदो रहेछ। अनि त्यही हो। अनि यहाँ माथि चाहिँ तपाईहरुले किवीको बोट देख्न सक्नुहुन्छ, त्यहाँ किवी पनि फलेको छ। अलि टाढा भएर किवीको फल चाहिँ हामीले ठम्ब्याउन सकेनौं। अनि माथि सिमीहरू अनि तरकारीहरूको बोट बिरुवाहरू रहेको छ। हामी तपाईलाई सबै फल अनि फलफुलको बोट बिरुवा, बोट र लागेको फलहरू हामी एक एक गरेर देखाउँछौं है त। हजुर, तपाईले देख्न सक्नुहुनेछ, यो चाहिँ अम्बा हो। अम्बाको सानो चिचिला लागिरहेको छ। यो चाहिँ अहिले खाने बेला भएको छैन, भोलि पर्सि ठुलो हुन्छ र पाकेपछि चाहिँ खाने बेला हुन्छ। र यो चाहिँ अहिले अम्बाको चिचिला हो। यो चाहिँ सुन्तला हो। सुन्तला अहिले हरियै छ, अलिकति पाक्ने बेला भएको छैन। पाक्ने बेला हुँदाखेरि चाहिँ यो भन्दा अलिकति ठुलो पनि हुन्छ। अनि यसको पाक्दाखेरि कस्तो आउँछ सुन्तला कलर? मिठो, रसिलो, गुलियो, सुन्तला कलर जस्तै हुन्छ है पाके पछाडि चाहिँ। हजुर हजुर। अहिले चाहिँ एकदमै हरियो छ। अनि यो चाहिँ अहिले सानै छ, कलिलै छ भनौं न, हैन? हजुर। अनि हाम्रो घरमा चाहिँ फलफुल मात्र नभएर तरकारी पनि छ है। अनि यो चाहिँ तिते करेला हो। कतिजनालाई मन पर्छ, कतिजनालाई मन पर्दैन। मन पर्छ पर्दैन कमेन्ट गर्नु होला। यो तितो हुन्छ, तर पनि मिठो हुन्छ, मिठो खालको तितो हुन्छ यो। तपाईहरुले देखिराख्नु भएको छ एकदम अर्गानिक हो है। यो चाहिँ मेटर हो। अनि यो पनि मिठो हुन्छ, तर यो अहिले पनि पाकेको छैन। तर यसको अचार खाएपछि कति मिठो तेजिलो हुन्छ। एकदमै मिठो हुन्छ। अनि हामीले यहाँनिर तरकारी फलफुलहरू देखाउँदै देखाउँदै हाम्रो मम्मी आइसक्नु भएको छ। हाम्रो यहाँ मम्मी हुनुहुन्छ। मम्मी कस्तो फेरि मम्मी मलाई नखिच्न हौ भाउजूले भाउजू। तपाई के भन्न चाहनुहुन्छ? हामीलाई सारा दर्शकले हेरिराख्नु भएको छ, तपाई के भन्न चाहनुहुन्छ? सारा जगतले हेरिराख्नु भएको छ, दर्शकहरूले हेरिराख्नु भएको छ। मलाई हजुर, के भन्न चाहनुहुन्छ? मलाई हेर्न आउने दर्शकहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि घर वरिपरि यस्तो धेरै तरकारी फलफुलहरू रोप्नु भएको छ, कस्तो लागिरहेको छ? अनि अब कतिको बेचबिख त्यसो फलेको छ, अब यतिको फलेको त अब ठिकै छ, राम्रै लागिरहेको छ। जे सन्तुष्ट हुनुहुन्छ तपाईँ? सन्तुष्टै हुनु पर्यो। अब त्यो पनि वन्यजन्तुले खाइदिन्छ, मिर्काले, चराले, बाँदरले खाइदिन्छ, उनीहरूले खाएर रहेको हामीले खाने हो क्या, तै पनि पुगिरहेको छ, सन्तुष्टै छ भन्नु पर्यो। भनेपछि सन्तुष्ट हुनुहुन्छ। ल, सधैँभरि यस्तै सन्तुष्ट हुनु होला, खुसी हुनु होला है त। सन्तुष्टै छु म। हस्, धन्यवाद। देख्दै हुनुहुन्छ हाम्रो दिदी पन्सिन खोज्दै हुनुहुन्छ। म तपाईलाई एउटा प्रश्न सोध्न चाहन्छु। दिदी, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानलमा। धन्यवाद। अहिले हामीलाई यो नकाटिकन, केही पनि नकाटी, कट एडिट केही पनि नभइकन सरासर युट्युबमा जान्छ। के भन्न चाहनुहुन्छ तपाईँ हाम्रो दर्शक वृन्दहरूलाई? मेरो बेइज्जत गरे भन्न चाहन्छु। ल, ठिक छ भाउजू, यता हेर्नु। हाम्रो भाउजू चाहिँ किन हो कुनै नबोलिकन हेर हिँड्नु भएको छ। भाउजू, एक्सक्युज मी, हेर्नुस् त, हाम्रो भाउजू किन नबोलिकन हिँड्नु भएको छ? यता हेर्नु न। ल, उहाँ बोल्नुहुन्न रे। यहाँ हुनुहुन्छ हाम्रो बुवा अनि यो मेरो बधाई।
स्वागत छ तपाईँ हाम्रो युट्युब च्यानलमा। धन्यवाद। अनि के भन्न चाहनुहुन्छ हाम्रो सारा युट्युब दर्शक वृन्दहरूलाई? के गर्ने, यहाँ यसो फलफुल छ, यताउता छ, सबै देखेर हेरेर मेरो पौराक हो, यो सबैले हेरेर मनोरञ्जन गर्नुहोस् भन्नु चाहन्छु। अनि हाम्रो फुपूको च्यानल लाइक शेयर सब्स्क्राइब पनि फुपूको होइन, यो आन्टीको हो। ए ठुलमम्मीको छ। ल धन्यवाद। र तपाईँहरू अहिले यो देखिराख्नु भएको यो चाहिँ कागती हो, एकदम अर्ग्यानिक कागती हो, एकदमै लटरम्म गरेर फलिरहेको छ। र यो हरियो पनि खान मिल्छ र खाने बेला पनि भइसकेको छ। अनि जुन पहिलो देखिरहनु भएको छ त्यो चाहिँ पाकेको कागती हो। हिजो कति झर्या अरे नि हो र? यहाँ छ त माथि एक टुकुरी है। ल हेर्नु है, एकदम धेरै छ कागती चाहिँ, लटरम्म गरेर फलिरहेको छ। अनि हाम्रो घरमा चाहिँ फलफुल तरकारी मात्र होइन कि फुल पनि त्यति नै राम्रो फुलिरहेको छ। यो फुलले गर्दाखेरि झन् एकदमै राम्रो देखिरहेको छ है। हाम्रो घरहरू एकदमै सौन्दर्य बढाइरहेको छ यो फुलले। हेर्नु त कस्तो राम्रो छ। यो देखिराख्नु भएको चाहिँ जुनार हो। यो पनि अलिक खाने बेला भएको छैन। हामी अहिले तपाईँलाई सबै अफ सिजनको फलहरू देखाइरहेका छौँ। खाने बेला कुनै पनि भएको छैन, तर अबको केही महिनापछि अथवा केही दिनपछि यो पनि खाने बेला हुन्छ। त्यतिन्जेलसम्मको लागि धैर्य गर्नुहोला, हेरेर चित्त बुझाउनु होला है त। अनि यो चाहिँ खुर्सानी हो। यो चाहिँ खाने बेला भइसक्यो, खाँदा हुन्छ है। अनि खाने बेला भइसकेको छ। यो चाहिँ पाकिरहेको छ, कस्तो मजाले पाकेको छ। हेर्नु त, अर्ग्यानिक खुर्सानी, धेरै नै पिरो हुन्छ, एकदम अर्ग्यानिक खुर्सानी हो है। चाहिनेले कमेन्ट बक्समा चाहियो भनेर कमेन्ट गर्नु होला है त। पाउनु त नपाउनु होला, तर सम्भव त नहोला, तर पनि चाहिन्छ भनेर कमेन्ट गर्नु होला है। र अन्तिममा हामी तपाईँले देखाउन लागिरहेका छौँ, यो चाहिँ हाम्रो घर हो। अब बिचबिचमा आएर बोल्नुहुन्छ, भिडियो गर्दाखेरि टुच्चा आएर बोलिदिनुहुन्छ होइन, तर पनि ठिकै छ। र हाम्रो यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो तपाईँहरू सम्पूर्ण तमाम दर्शक वृन्दहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। र भिडियो हेरिसकेपछि तपाईँलाई भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोला। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला पनि भन्न चाहन्छु। र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्दै आजको यो भिडियोबाट चाहिँ म बिदा हुन्छु। नमस्कार। नमस्ते।